नमस्कार, तपाईं अहिले हेर्दै हुनुहुन्छ प्ले नेपाल एचडी, जहाँ हामी कुरा गर्दैछौँ अहिलेको सबैभन्दा चर्चित विषय नेपालको फुटबलमा देखिएको गम्भीर सङ्कट, एन्फाको विवाद र खेलाडीहरूको आन्दोलन। नेपालको फुटबल फेरि विवादमा छ। एकातिर खेलाडीहरू राष्ट्रिय लीग र आफ्नो भविष्यको चिन्तामा छन्, अर्कातिर अखिल नेपाल फुटबल सङ्घ एन्फा आफ्नै आन्तरिक राजनीति र शक्ति सङ्घर्षमा अल्झिएको देखिन्छ। पछिल्ला दिनहरूमा नेपाली फुटबलमा अनेक घटनाहरू देखिए जसले देशको खेल संरचना नै कमजोर भएको सङ्केत दिएको छ। फुटबल नेपालको सबैभन्दा लोकप्रिय खेल हो, तर अहिले यो खेल नै दिशाहीन बन्दै गएको छ। हालै केही प्रमुख फुटबल खेलाडीहरू ए डिभिजन लिगका तयारीका क्रममा एन्फाको ढिलासुस्ती र कमजोरीप्रति असन्तुष्ट देखिए। केहीले त आफ्नो असन्तुष्टि सोशल मिडियामै प्रकट गरे र केहीले प्रशिक्षणमै भाग नलिने चेतावनी पनि दिए। एन्फाले भने औपचारिक रूपमा सब ठिक रहेको दाबी गरेको छ, तर खेलाडीहरूको गुनासो छ। लीग सुरु हुने मिति बारम्बार सारिन्छ, क्लबहरूले तलब तिर्न सक्दैनन् र प्रशिक्षण मैदानको अवस्था अत्यन्तै कमजोर छ। यो सबैको कारण एउटा मात्र देखिन्छ, व्यवस्थापनमा कमी र योजना नहुनु। फुटबल खेलाडीहरूको जीवन छोटो हुन्छ, तर उनीहरूले व्यावसायिक खेलाडी बन्ने अवसर पाउँदैनन्। नेपालमा फुटबल अझै पनि पेसाको रूपमा होइन, सिर्फ रुचिका रूपमा लिइन्छ। त्यो सोच नै अहिले सङ्कटको जरो बनेको छ। ए डिभिजन क्लबहरू पनि अहिले आर्थिक सङ्कटमा छन्। केही क्लबहरूले खेलाडीहरूको तलब रोक्न थालेका छन्। केही क्लबहरू प्रायोजक नपाएर बन्द हुने अवस्थामा पुगेका छन्। यस्तैमा एन्फा आफै विवादमा छ। अध्यक्ष र कार्यसमिति सदस्यबीच असहमति बढ्दै गएको छ। कसैले भनेका छन् फुटबल खेल्ने भन्दा पनि फुटबल चलाउनेहरूले खेल बिगार्दैछन्। नेपालको फुटबल इतिहास हेर्ने हो भने हामीले धेरै सम्भावना देखाएका छौँ। दक्षिण एसियामा नेपालको फुटबल सधैँ सम्मानजनक रहँदै आएको छ, तर पछिल्ला वर्षहरूमा टेक्निकल विकास, आधारभूत संरचना र कोचिङ सुधारमा ध्यान नदिँदा देशको फुटबल पछाडि परेको छ। पछिल्लो समय नेपाली टिमको प्रदर्शन पनि त्यही कुराको सङ्केत हो। साफ च्याम्पियनसिप, विश्वकप क्वालिफायर वा एएफसी प्रतियोगिता जहाँ पुगे पनि हामी अपेक्षित स्तरमा पुग्न सकेका छैनौँ। फुटबलमा सुधार ल्याउन सरकार र एन्फा दुवैले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता बढेको छ। फुटबल स्कुलहरू, ग्रासरुट कार्यक्रमहरू र स्थानीय टुर्नामेन्टहरूलाई समर्थन गर्नै पर्छ। तर यसको सट्टा एन्फाले अहिले पनि अन्तर्राष्ट्रिय भ्रमण र पद व्यवस्थापनमै ध्यान दिएको देखिन्छ। एन्फाको आलोचना गर्नेहरूले भन्छन्, यदि फुटबलको नेतृत्व राजनीति मुक्त भएन भने यो खेल कहिल्यै उठ्न सक्दैन। अर्कातिर खेलाडीहरू भने एकजुट हुन थालेका छन्। केही अनुभवी खेलाडीहरूले नयाँ खेल सङ्गठनको कुरा पनि अगाडि सारेका छन्, तर त्यो सम्भव हो कि होइन भन्ने कुरा अझै स्पष्ट छैन। यसबीच दर्शकहरू निराश छन्। ए डिभिजन लिग सुरु नहुँदा दर्शकले हेर्न पाउने स्थानीय प्रतिस्पर्धा नै हराएको छ। फुटबल प्रेमीहरू भन्छन्, हामीले खेल हेर्न चाहन्छौँ, विवाद होइन। नेपालमा फुटबलको लोकप्रियता अझै उच्च छ, तर त्यस लोकप्रियताले खेलाडीलाई स्थायित्व दिइरहेको छैन। यो दुःखद सत्य हो। अन्तर्राष्ट्रिय टिमका खेलाडीहरू पनि अक्सर बेरोजगार र असुरक्षित महसुस गर्छन्। अब प्रश्न उठ्छ, के यो सङ्कट समाधान हुन सक्छ? उत्तर हो, सकिन्छ। तर त्यसका लागि 3 कुरा अनिवार्य छन्। पहिलो, पारदर्शिता। दोस्रो, योजना र दीर्घकालीन सोच। र तेस्रो, खेलाडीलाई प्राथमिकता। यदि यी कुरा कार्यान्वयन भए भने नेपालमा फुटबल फेरि उठ्न सक्छ। नत्र हामी वर्षौंसम्म यस्तै समाचार सुन्दै रहन्छौँ। एन्फा र सरकारले अब निर्णय लिनै पर्छ। फुटबललाई राजनीतिक हतियार होइन, राष्ट्रको गौरवका रूपमा लिनुपर्छ। त्यो दिन जब नेतृत्वले यो कुरा बुझेको महसुस हुनेछ, त्यो दिन नेपाली फुटबलको पुनर्जागरण सुरु हुनेछ। अब कुरा तपाईको विचारमा नेपालमा फुटबलको मुख्य समस्या के हो? एन्फाको कमजोरी, खेलाडीको तयारी वा सरकारको ध्यान नहुनु? तल कमेन्टमा लेख्नुहोस्, हामी तपाईको विचार सुन्न चाहन्छौँ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हामी प्ले नेपाल एचडीबाट नेपालका खेलकुद सम्बन्धी समाचार, विश्लेषण र एक्सक्लुसिभ अपडेटहरू ल्याइरहनेछौँ। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। जय नेपाल।